कुरामा हजुरले ख्याल गर्नुभयो, ध्यान दिनुभयो भने हजुरको घरमा लक्ष्मीको कृपा हुनेछ। हजुरको घरमा असीमित धनको वर्षा लाग्नेछ। तपाईको घरमा लक्ष्मी माताले अत्याधिक कृपा वर्षाउनुहुनेछ। यी चारवटा कुरा हजुरले नित्य बानी बसाल्न थाल्नुभयो भने ती कुरा के हुन् जान्नको लागि हजुरले सर्वप्रथम हाम्रो कार्यक्रमलाई सक्दो शेयर गर्नुहोस् र हामीहरूसँग ग्रह कुण्डली हेराउन परामर्श गर्नको लागि जोडिनको लागि बायोमा फोन नम्बर छ, जोडिन नभुल्नुहोस् र यो भिडियोलाई सक्दो शेयर पनि गरौँ, फलो गरौँ, सब्स्क्राइब गरौँ। जान्नुहोस् ती कुराहरू के हुन् जस कुरा गर्नाले हाम्रो घरमा लक्ष्मी माताको कृपा हुनेछ, लक्ष्मी माता अत्याधिक खुसी हुन थाल्नुहुनेछ। सर्वप्रथम हजुरले आफ्नो पूजा कोठालाई दिनौ सफा गर्न थाल्नुहोस् र हजुरले आफ्नो पूजा कोठामा फोहोर नराख्नुहोस्, जस कारणले गर्दा हजुरको घरमा सकारात्मक ऊर्जाको वृद्धि हुन्छ र त्यो ऊर्जाले तपाईको घरमा धनलाई आकर्षण गर्नेछ, तपाईको खर्चलाई रोक्नेछ र तपाई अघि बढ्नको लागि ठूलो सहयोग पुग्नेछ। र हजुरले आफ्नो घरको पूजा कोठामा सफा गर्दा भगवानका मूर्ति तस्बिरहरूलाई त्यत्तिकै भुइँमा राख्ने काम नगर्नुहोस्। हजुरले त्यसलाई छुट्टै आसन दिएर सफाई गर्नुहोस् र हजुरले आफ्नो घरको पूजा कोठामा फोहोर सामानहरू, टुटेफुटेका भाँडाहरू, टुटेफुटेका मूर्तिहरू नराख्नुहोस् र यसो गर्नाले हजुरको घरमा सुख समृद्धि आउनेछ। टुटेफुटेका मूर्तिहरूलाई विसर्जन गरिदिनुहोस् र तपाईले आफ्नो घरमा जहिले पनि गोबर, गाईको गोबरको गोइठा बनाएर कपुर, ल्वाङ अनि तेजपत्ता जस्ता सकारात्मक ऊर्जालाई बढाउने यी तत्त्वहरूलाई जलाएर भगवानलाई आरती गर्नुहोस्, घरको आरती गर्नुहोस्, जस कारणले गर्दा तपाईको घरमा धनलाई आकर्षण गर्नको लागि सकारात्मक ऊर्जाको हामीहरूले वृद्धि गराउनको लागि त्यो प्रक्रिया गरिने हुन्छ र त्यो प्रक्रियाले हजुरको घरमा लक्ष्मीलाई खुसी गराउँछ र लक्ष्मी खुसी हुनु भनेको तपाईको घरमा धनका स्रोतहरू खुल्नु हो। त्यसकारणले यो प्रक्रिया पनि गरौँ र तपाईको घरमा धन आकर्षण हुनेछ र तपाईले तपाईको घरमा जहिले पनि सर्स्यौं मूल ढोकामा हजुरले अलिकति बिहान उठिसकेपछि छर्किदिनुहोस्। यो बानीले हजुरको घरमा लक्ष्मी माता खुसी हुनुहुनेछ र सर्स्यौंले हजुरको मूल ढोकामा सर्स्यौं छर्नाले तपाईका घरमा असुरहरू, नकारात्मक तत्त्वहरू आउने छैन, तीहरू रोकिनेछन् र तपाईको घरमा नकारात्मक तत्त्वहरू, इनर्जीहरू कहिले पनि आउन सक्ने छैनन्। हजुरले प्रत्येक दिन मूल ढोकामा थोरै सर्स्यौं राख्दिनाले सर्स्यौंले के गर्छ, नकारात्मक तत्त्वहरूलाई आउन दिँदैन, तपाईको घरलाई एउटा रक्षा डोरीमा बन्धन गर्छ। त्यसकारणले यी ससाना कुरामा ध्यान दिनुभयो भने तपाईको घरमा धनका स्रोतहरू खुल्नेछन्, सकारात्मक ऊर्जामा वृद्धि हुनेछ। यो प्रक्रिया गरौँ र तपाई पनि आनन्द बन्नुहोस् र तपाईका छरछिमेक इष्टमित्रहरू, परिवारका सम्पूर्ण सदस्य आनन्द बनुन् भन्नको लागि यो भिडियो सक्दो शेयर गरौँ। राधे राधे।